हाम्रो प्यारो पवित्र सृजनहार परमेश्वरको नाउँमा तपाईहरूलाई सबैलाई जय मसीह छ। मैले तपाईहरूको समक्षमा यर्मिया 15 19, 20, 21 लिएर आएकी छु। वचन यस्तो छ, यसै कारण परमप्रभु यसो भन्नुहुन्छ, त फर्किस् भने म तँलाई फेरि स्थापित गर्नेछु र त मेरो सामने खडा रहनेछस्। यदि तैँले मूल्यवान कुरा गरिस् र व्यर्थका कुरा गरिनस् भने त मेरो मुखपात्र हुनेछस्। तिनीहरू तँतिर आउनेछन् तर त तिनीहरूतिर जाने छैनस्। औ म तँलाई यस प्रजाको निम्ति पित्तलको बलियो पर्खाल बनाउनेछु। तिनीहरू तेरो विरुद्धमा लडाईँ गर्नेछन् तर तँमाथि विजय हुने छैनन्, किनभने तँलाई बचाउन र छुटाउनलाई म तँसित छु, परमप्रभु भन्नुहुन्छ। दुष्टहरूका हातदेखि म तँलाई छुटाउनेछु र निष्ठुरहरूको पन्जादेखि म तँलाई उद्धार गर्नेछु। आमेन।